घरलेन्समा साइन अप गर्नुभयो त? यदि गर्नुभएको छैन भने प्ले स्टोर अथवा एप स्टोरमा गई घरलेन्स एप डाउनलोड गरी साइन अप गर्नुहोस्। साइन अप गरेपछि तपाईँको घर प्रोफाइल तयार हुनेछ। तर युनिट्स र सुविधाहरू सेटअप गर्न बाँकी छ। यदि छ भने पहिला होम पेजमा रहेको युनिट्समा जानुहोस् र एड युनिटमा ट्याप गर्नुहोस्। तपाईँको घरमा भएका भाडामा बस्नेहरूको सङ्ख्या अनुसार युनिट बनाउनुहोस्। युनिटको नाम, भाडा रकम र अन्य विवरणहरू भर्नुहोस्। प्रत्येक युनिटको कम्तीमा एक फोटो अपलोड गर्नुहोस्। अब भाडामा बस्नेहरूलाई प्रदान गर्ने सुविधाहरू छान्नुहोस् र सबमिटमा ट्याप गर्नुहोस्। यदि तपाईँले पहिलो पटक घरलेन्स प्रयोग गर्दै हुनुहुन्छ भने पहिला सुविधा सेटअप गर्नु आवश्यक छ। यसका लागि प्लस आइकन अथवा होम पेजमा गई एड एमिनिटीमा ट्याप गर्नुहोस्। सुविधा थप्दा यो सुविधा भाडामा बस्नेले तिर्नुपर्ने हो कि होइन भन्ने कुरा ध्यान दिनुपर्नेछ। यदि फ्री हो भने एडमा ट्याप गर्नुहोस्। यदि तिर्नुपर्ने हो भने फिक्स्ड निश्चित रकम अथवा कन्जम्सन प्रयोग अनुसारको शुल्क रोज्नुहोस्। उदाहरणका लागि यदि तपाईँको घरमा बिजुलीको शुल्क प्रति युनिट रु 10 हो भने कस्ट टाइपमा कन्जम्सन चयन गरी अमाउन्टमा 10 राख्नुहोस्। त्यस्तै यदि बिजुलीको शुल्क रु 500 फिक्स्ड हो भने कस्ट टाइपमा फिक्स्ड चयन गरी अमाउन्टमा 500 राख्नुहोस्। यदि कुनै सुविधा भाडा रकमसँगै समावेश गरिएको छ भने यो सुविधालाई युनिटसँग म्याप गर्नुहोस्। यी प्रक्रिया पुरा गरेपछि तपाईँको घर घरलेन्समा तयार हुनेछ। घरलेन्स तपाईँको घर भाडा व्यवस्थापनको डिजिटल समाधान।